हेलो गाइस, आजको भ्लग चाहिँ मैले स्टार्ट गर्दैछु छु बहिनीको हो। अन्त यहाँ दिदी चाहिँ यहाँ बिजी छ, राम्री हुँदैछ। अन्त यहाँ बहिनी चाहिँ लुगाहरू हेर्दैछ कुन चाहिँ लगाउनु पर्ने भनेर। लुगाइ छैन भन्दैछ हो। म चाहिँ रेडी भइसकेको छु, जुत्ता मात्रै लाउनु छ। दुईजना चाहिँ अहिले रेडी भएको छैन। रेडी भइसक्यो हो, अनि नानी पनि रेडी भइसक्नु भयो हैन। जाडो हुन्छ यो दा चाहिँ हिँडिसक्यो। हाम्रो नानाले चाहिँ अम्बक टिप्दैछ हो। माको छ यो चाहिँ, भिजेन र म। वाउ फ्लावर्स, यो ग्रास भन्छ यसलाई चाहिँ। यस्तो अम्बक खानु यस्तो अम्बक खानु हो। यहाँ पढाउँदा फेरि हामी चाहिँ बजार पुगिसक्यो हो। अब हामी चाहिँ मन्दिर जाँदैछु। पछि मलाई किन चिसो लाग्यो, पक्का ठन्डा महिना लागेछ। यहाँ हामी उकालोमा छ। हामी चाहिँ चौरस्ता पुग्यौँ हो। यहाँबाट हाम्रो तक्दा देख्थ्यो, फगीले डल्लै छेक्दैछ गाइस। तिमीहरूको भ्लग बनाउनु आउँदैन चाहिँ। सुत्यो हाम्रो नाना। सुता त नाना जस्तो रहेछ। आमा उता पनि पुरा रहेछ। यहाँ चाहिँ किन्दैछ हो। चाहिँ मन्दिर आइपुग्यो। अब पूजा गर्नु जाँदैछ। खुसी छ चामलको टिका लगाएर। हाम्रो योपालि है चामलको टिका लाउनु पाएको। चाहिँ फोटो खिचेको हाल चाहिँ बाटोभरि बाँदर हो। ऊ माथिबाट बोलाएको छ नि त। यसको हातै छैन रहेछ। ऊ हातै छैन रहेछ। ए फोन झन्डै चढ्यो। मेघमा तामाङ त आउँदैन, याङ्जीमा तामाङ आउँदैन। अबे नछुन है आफ्नो बाटो। म यसरी झुन्डिन्छ अरे बगा। अबे ओ कन आयो त, हाम्रो नाना छ त अन्त यसको त सेम त्यस्तो भन्नु। राम्रै रहेछ। यो चाहिँ ब्युटिफुल वाला किङ कङ रहेछ। टाइम छैन अरे। बहिनीले चाहिँ भिडियो बनाउनु बिर्सिँदो रहेछ हो। अपडेट चाहिँ मैले दिँदैछु अहिले। अन्त हामी चाहिँ आलु खानु जाँदैछ। यहाँबाट साथीहरू आँसुकोमा चिया खाँदैछु। हामी चाहिँ आँसुकोबाट निस्क्यो। म त भ्लग सासले बोल्नु पर्यो। अब हामी यहाँबाट गएर बजारमा काम छ हो। सबै किसिम नबोल यस्तो उकालो छ। माथि रोड निस्किसक्यो। उकालो जाँदैछु। यहाँ चाहिँ दुईजना भाइ र बहिनी हल्ला गर्दैछ हो। भाइ र बहिनीले मलाई यसले तर्सायो होइन, यसले तर्सायो मलाई। म अहिले नानाहरूलाई यसले तर्साउँछु। नानाहरू चाहिँ उता गएको छ, म चाहिँ गाडीमा आएर बसिसक्छु हो। अब हामी चाहिँ गयो गाइस, घर फर्किँदैछु।
चाहिँ आधी बाटो आइपुग्यो हो दुईजना चाहिँ सक्यो अघि नै दाइदिएको यहाँ दिदीले चाहिँ मासु किन्दैछ हो बडे मोमो खाने अझै फेरि दुईजना उठिसकेछ हामी चाहिँ 6 माइलमा रोकिरहेको छ हो एटिएम गइरहेको छ अन्त हामी चाहिँ यहाँ पर्खिरहेको छ हो हाई गाइस सम्झना चाहिँ हेर्छ गच्छे निकाल्दैछ गच्छे सासले बोल्छु अलिक ठुलो बोल न यता चाहिँ क्लियर भइरहेछ यहाँ चाहिँ फगी लागिरहेछ एकदमै बेसी जाडो है गाइस मोमो खान्छ अरे गाइस त्यही भएर सामान पनि लगेँ अब नानाहरू चाहिँ पढाउनुहुन्छ गाइस घर गएर पनि यस्तो डकुमेन्ट्सहरू बोकेर अब बुझाउनु जाँदैछु होइन म र दादा गएको अब चाहिँ घर आइपुगेँ म चाहिँ अब यत्तिकै बेलुका मोमो खाएको भ्लगहरू पनि कन्टिन्यू गर्छु किनकि लास्ट भ्लग हो मेरो किनकि अब र यहाँ चाहिँ हो मासुहरू भइसक्यो गाइस अनि यहीँ रानीपुल होइन सलामसामा त नि 200 रुपियाँ अरे के मोमो है तर उयो थियो राम्रो थिएन जे भए पनि अब उसलाई के मतलब म चाहिँ यस्तो रिस उठेको त्यो दिन चाहिँ दुईजना बाजेकै यो माथि पाक्योङदेखि चाहिँ आधी 40 मिनट जस्तो चाहिँ बाँच्दै आएको ओह्रालो त्यहाँ तल पनि आएर गरम टन गरममा बाँचेको छ हो जुन देख्यो त्यही होटलमा हामीले नबाजेको भए त यसो 50 जना हुँदै मैले भनेको थिएँ अर्को बाटो लग्छु भनेर त एमजी मार्ग पनि के त्यो चौरस्ता जस्तो छ अरे हामी रुमटिक गयो होइन दामी भ्यू के अरे रुमटिक के अरे बसेको भए चाहिँ तर क्लब जानु हुन्थ्यो ए तर दाली दिँदैन नि त है साँच्चै त उसँग गएको भए त तर म त यो विन्टरमा जान्छु त आफूमा पब जानु लागि जान्छु भन्नुहोस् न बहिनी भाइ त हुँदैन भाइ हुँदैन हुन्छ अरे मैले अघि भनेको किन हुँदैन म जनवरीमा आउँछु हेर्नुपर्छ अब घरमा के भन्छ दिदी गऱ्यो भने त गान्तोक डाइरेक्ट चोरिन्छ त्यहीँ आउनु पछाडि भाइको साथीहरू